हेलो गाइज नमस्ते अनदर सर्ट mini भ्लगमा तपाईँलाई स्वागत छ। आज म चाहिँ भिक्टोरियाबाट भ्यान्कुभर जाँदैछु, त्यसको चाहिँ म भिडियो बनाउँदैछु। मलाई आश छ तपाईँले मेरो भिडियोलाई चाहिँ लास्टसम्म हेर्नुहुन्छ अनि लास्टै मन पराउनुहुन्छ भन्ने, अनि मैले आशा राखेको छु। र हाम्रो जर्नी चाहिँ यहाँबाट स्टार्ट हुन्छ र हामी गाडीमा गइसकेका छौँ। यहाँबाट हामी भिक्टोरियाको स्क्वायर मलबाट हिँडिसक्यौँ र हाम्रो अहिलेको चाहिँ टार्गेट हुनेछ भिक्टोरिया फेरी सम्म पुगेर त्यहाँबाट फेरी लिएर हामी भ्यान्कुभर जाँदैछौँ। र यो चाहिँ बाटोमा मैले लिएको थिएँ 2-4वटा भिडियो, त्यसको क्लिप तपाईँले देख्न सक्नुहुन्छ। र यहाँ हुँदै यहाँबाट अलमोस्ट 1 hour 50 minutes जति चाहिँ लाग्छ। र ऊ चाहिँ पुन्टु हिरो र म पुगिसक्यो र एकछिन वेट गरिरहेका छौँ आजभित्र जानको लागि। अनि बिचमा भएको घटनाहरू त मैले देखाएन किनकि त्यहाँ के भयो होइन। र हामी चाहिँ यहाँबाट चाहिँ भित्र छिर्यौँ, तपाईँ देख्न सक्नुहुन्छ कति राम्रो छ है त्यहाँ। ओ माई गड। अनि त्यहाँबाट हामी भित्र यहाँ छिर्दैछौँ अहिले चाहिँ होइन। भित्र छिरिसकेपछि चाहिँ को दृश्य हो यो। र हामी त्यहाँ छिरिसक्यौँ, बाबुलाई हामीले चेपेर तपाईँ देख्न सक्नुहुन्छ। अब टोयलेटमा जाँदा पनि फेरि हिरो भएर गएको मान्छे फोटो खिच्नै पर्यो होइन। त्योसँगै हामी ब्याग भएर चाहिँ खाना खाने प्लान गऱ्यौँ। हामीले खाना लिएर गएको थियौँ किनकि हामीसँग बाबु पनि थियो होइन, टुरु लभ। र योसँगै म मासतिर गएर एकदम राम्रो फोटोहरू भिडियोहरू लिने ट्राई गरेको थिएँ। त्यही बेलामा चाहिँ उताबाट ठुलो के आयो पानी जहाज आयो होइन, आएन त आयो। अनि मैले त्यो चाहिँ यस्तो मजाले भिडियो लिएँ होइन, यस्तो क्लियर मेरो आइफोनले लियो। र त्योसँगै मैले एकदम भिडियो लिएँ, 2-4 मिनटै लिइरहेको थिएँ, तपाईँ देख्न पनि सक्नुहुन्छ। यससँगै त्यहाँबाट हामी चाहिँ निक्ल्यौँ र पारिपट्टिको दृश्य हो यो। पारिपट्टि पनि यस्तो फेरि हाम्रो अगाडि ठुल्ठुला गाडीहरू थियो होइन, यस्तो बिजी थियो। त्यसलाई त्यहाँबाट नै हामी गयौँ होइन। र मैले बिचमा बाटोहरूमा थोरै मात्रै खिचेँ किनकि पानी परिरहेको थियो। अनि मैले धेरै भिडियो पनि बनाएन बिचमा चाहिँ। अनि यो देख्न सक्नुहुन्छ यो भ्यान्कुभर हो। यस्तो के भन्छ तराई जस्तै लाग्छ, कहिले चितवनको बाटोहरू जस्तो लागेको थियो मलाई चाहिँ सुरुमा, सबै खेत भएको होइन। यो सँगै हामी चाहिँ पुग्यौँ, होटलमा पुग्यौँ। हाम्रो रातो झोला, हाम्रो टोटल त्यति नै यो सामान चाहिँ त्यहाँसँगै। अनि बाबुभित्र गएर आइसकेको थियो। अनि मैले यसो भिडियो बनाएर 2जनालाई देख्न सक्नुहुन्छ, उनीहरू भित्र गएर आइसकेको थियो। यो चाहिँ हाम्रो होटल, 2 दिनको लागि चाहिँ त्यहाँ हामी बस्यौँ। त्योसँगै यसो हिरो भनेर गएको त यसो देखाउनु परिहाल्यो होइन। अनि मैले चाहिँ 2-4वटा भिडियो फोटो लिएँ बाबुसँग र म सिङ्गल। त्यो चाहिँ हाम्रो होटल हो भनेर देखाउनु खोजेको खास तपाईँहरूलाई। अनि त्योसँगै हामी चाइनिज रेस्टुरेन्ट भनेर गयौँ होइन। त्यहाँ अचम्मको दृश्य थियो, जताततै मेन्यूको फोटो मतलब वहाँ परिरहेँ म पहिलेदेखि अब चाइनिज रेस्टुरेन्ट त्यस्तोमा जताततै फोटो। अनि यति होइन। अब चाइनिजहरूको खाना चाहिँ खासै मलाई मन चाहिँ पर्दैन, तर मेरो बुढीलाई चाहिँ खाना मनपर्छ र उसले चाहिँ खानाहरू मगायो। त्यहाँ सक्नुहुन्छ खुट्टा रे यो नङ्ग्रा छ, मलाई त मनै पर्दैन तर पनि खाइयो। अनि यहाँ खाएर सकेपछि चाहिँ हाम्रो प्लान थियो रुम फर्कने। र रुममा आएर यसो स्टाइल त पार्नै पऱ्यो। बाबुसँग चाहिँ 2-4वटा मैले फोटोहरू भिडियोहरू लिएँ। योसँगै हाम्रो पहिलो दिनको ट्राभल सक्यो र हामी घरमा आयौँ र सुत्यौँ। थ्याङ्क यू फर वाचिङ एभ्री वान।